चालक। कुपिन्ने ताल जति पनि पहिला कुपिन्ने ताल हो। यो तालभरिमा एउटा गाउँ थियो भन्ने छ पहिला पुर्खा अनुसार। यो गाउँमा तपाईको हाम्रो यो पारी बरा मन्दिर पनि छ। बरा देवता चाहिँ तपाईको यो गाउँमा जोगीको भेषमा गाउँमा बास माग्न आउँदाखेरि यहाँको यो गाउँको मान्छेले बास नदिएर यो बराले चाहिँ श्राप दिएपछि यो श्राप भएपछि यो ताल बनेको हो भन्ने छ। तालको रङ यो कलर पनि चेन्ज हुन्छ। अब अहिले आउँदा एउटा कलर छ भने नाकमा आउनुभन्दा फेरि अर्को फरक कलर पनि हुन्छ। यो तालको विशेषता यो छ। र यहाँ गहिरो तपाईको खासै यति छ भनेर चाहिँ बाटोमा बोर्डमा लेखिएको छैन, तर 60 देखि 70 मिटरसम्म छ भनाइ छ यो तालको गहिराई। र चौडाइ तपाईको यो आधा किलोमिटर चौडाइ छ भने लम्बाइ 1 किलोमिटर पनि छ। र यो 36 बिघामा छ यो ताल अहिलेको हामीले यो रेखाखण्डको जोडाइमा।